हेलो गाइज, नमस्ते, गुड आफ्टरनुन, गुड इभिनिङ। अहिले चाहिँ हामी यहाँ कहाँ छौँ भन्दाखेरि अहिले पशुपतिमा छौँ। पछाडि आइरहेछन् दुईजना बोसहरूमा, यता उहाँ पनि हुनुहुन्छ अर्को बोस। र हामी अब आज चाहिँ शिवरात्रिको अघिल्लो दिन हो। अघिल्लो दिन आएर जान्न उतातिर झिलिमिली चाहिँ वाइल्ड नै थियो होइन। अगाडिपट्टि पनि मान्छेहरू वाइल्ड आइरहेछन् गाइज। यिनीहरू विभिन्न प्रकारका छन् किनभने यिनीहरूलाई थाहा छ नि त भोलि महाशिवरात्रि हो होइन। भगवान पब्लिक यहाँ आइराख्नु भएको छ होइन, कृपया यता हेरिदिनु होला। अब आइराख्नु भएको पब्लिकहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। ह्याप्पी महाशिवरात्रि फर अल। धेरै धेरै शुभकामना। हस्, धन्यवाद। के गर्ने अब यस्तै चल्दैछ जिन्दगानी। गिभ रेस्पेक्ट अहिले मैले रेस्पेक्ट दिएँ, उहाँले पनि दिनुभयो होइन। त्यस्तो भन्ने होइन कि चिक्ने चमेलीहरू पनि आइरहेछन् होइन। अब खासै अब मेरो अप्सरा नै हो। अब विवेक दाई यहाँ छ, भुवन दाई, महेन्द्र अङ्कल पनि अब अन्टी छिसो। अनि यिनीहरूको चाहिँ आज केही चक्कर चल्ला जस्तो मलाई हल्का हल्का लागिरहेछ गाइज। अब रातमा वान ट्याग नो कन्ट्याक्ट गर्ने हुन् कि खैलो पाड्ने हुन् त्यो कुरा चाहिँ मलाई थाहा होइन। अनि उहाँ त लाटो सोझो होइसिन्छ फेरि। काकालाई धेरै धेरै माया, आई लभ यु छ होइन। हामी गइरहेछौँ होइन। अब पब्लिकहरू पनि आइरहेछ अगाडि, वाइल्ड रमाइलो पनि भइरहेछ गाइज। उता वाइल्ड भिड थियो, अब अहिले त भिड सिड सब गइसक्यो। अहिले पनि भेडाहरू गइसक्यो। अहिले भेडा त नभनौँ, अब शिवजीका जात्रुहरू हुन्, भक्तहरू जात्रुहरू। उनीहरू शिवजीलाई मान्छन् या गाँजालाई मान्छन् या अरू केहीलाई मान्छन् त्यो मलाई थाहा भएन, तर म्याक्सिमम् 90% चाहिँ महाशिवरात्रिकै लागि आएको हुन् गाइज। के छ अरू भन्दाखेरि अरू सब ठिकै छ। अहिले मेरो चाहिँ भ्लग यति नै हो। अब भोलि चाहिँ म गर्छु नि, बनाउँछु नि तपाईँहरूको लागि भए पनि होइन। टक्क हेर्न मन छ भने सुशील T2 R2 च्यानलमा सब्सक्राइब, कमेन्ट, सेयर गर्नुभयो भने तपाईँलाई एउटा चक्लेट म फ्रीमा दिनेछु गाइज। पैसा दिनु पर्दैन। पैसा त म अब कमाएपछि तिमीहरूलाई बाइक, हेलिकप्टर जे भन्छौ म किनिदिन्छु क्या। पैसा कमाउन देऊ न गाइज। तिमीहरूको लाइक, सेयर, सब्सक्राइब, कमेन्टले मेरो पैसा आउँछ नि त। बुझ्नु छैन? सब्सक्राइब गरिहाल अहिले चाँडोभन्दा चाँडो। ल बाई बाई।